यो गाभा कर्कलो आज म यो बनाउँदैछु। यसको सब्जी हेर्नु कस्तो राम्रो छ, चुप्पा चुप्पा हेर्नु है, कलिलो कलिलो छ। आज म यो बनाउँछु। त्यसपछि हामीलाई यसको बोक्रालाई मजाले ताछौँ साथीहरू। हेर्नुहोस् यसरी यसको बोक्रा यसरी हामीले ताछेर सबैको बोक्रा यसो फाल्नुपर्छ क्या बाहिरको। त्यसले गर्दाखेरि कोक्याउने उयोहरू हुँदैन। हामीले यसरी पात अलग गरायौँ अनि त्यसपछि ड्यामेजहरू नराम्रो यसरी फालिदिउँ अलग बनाएर। अब हामीले यिनीहरूलाई धुन्छौँ साथीहरू। पातलाई छुट्टै धुने, पातलाई चाहिँ एकदम मजाले 2-3 चोटि मजाले पखालेर मजाले धुने। यसरी भित्र बाहिर गरेर मजाले धोइसकेपछि यसको अब डाक्लाको पालो आउँछ। कोही कोही मान्छेले चाहिँ खाँदैनन् यो तलको उसको डाक्ला, तर मलाई चाहिँ मिठो लाग्छ। अनि यसरी काट्ने साथीहरू, यसरी काट्ने। अर्कोलाई पनि उसको डाक्ला यसरी काट्ने। अनि कुकरमा लगभग 3-4-5 सिटी जति लगाउने। सिटी लगाइसकेपछि हाम्रो कर्कलो यस्तो नरम भइसकेको हुन्छ, छुँदाखेरि पनि थाहा भइहाल्छ। यसरी अनि त्यसलाई मजाले हामीले अब मकैको पिठो लगाएर, मकैको पिठोले साथीहरू मजाले घोट्नुपर्छ क्या। मैले यहाँ चाहिँ 2-3 मुठी जति लगाएको थिएँ मकैको पिठो। मजाले घोटिसकेपछि हेर्नु साथीहरू यस्तो हुन्छ, सिस्नो सिस्नो टाइपमा हुन्छ हेर्नु साथीहरू। यस्तो भइसकेपछि अब हामीले एउटा कराईमा तेल लिने। अब कति लिनुहुन्छ तेल तपाईँहरूले आफ्नो हिसाबले लिनु होला। अनि त्यसमा हामीले जिरा फुटाउँछौँ। अनि मलाई चाहिँ जिरा चाहिँ जेमा पनि हाल्नुपर्छ है साथीहरू। खास हाल्नु त पर्दैन थियो, तर मैले मेरो स्वादको लागि त्यति जिरा हालेँ। जिरा पाकुन्जेल फेरि टमाटर हालेँ, प्याज हालेँ। प्याज हल्का गोल्डन ब्राउन हुनुन्जेलसम्म फेरि हामीले टमाटर चाहिँ मैले 3 टमाटर लिएको छु। अनि अब हामीले त्यसमा हाल्छौँ नुन। तपाईँले कतिको लिनुहुन्छ स्वादअनुसार राख्नु होला। अनि बेसार हालेँ मैले। बेसार पनि अलि नलाग्ने बेसार भएर मैले अलिक थपेछु। अनि त्यसपछि अलिकति खुर्सानी, धुलो खुर्सानी लिएको छु साथीहरू। मैले आफै घरमै बनाएको धुलो खुर्सानी हो। अनि त्यसलाई मजाले चलाउने। अनि अलिकति अदुवा र लसुनलाई मैले थिचेको थिएँ, पेस्ट हाल्दा पनि हुन्छ, तर मसँग पेस्ट बनाउने समय नभएर थिचेको थिएँ मजाले सिलौटामा। अनि यसलाई मजाले एकछिनसम्म पकाउनु पर्ने साथीहरू। कुनै चिज हाल्नु पर्दैन, अरू मरमसलाहरू यति हालेर अघि हामीले घोटेको हाम्रो कर्कलोले चाहिँ यसरी हालेर सबै पकाउनुपर्छ। हेर्नु साथीहरू हाम्रो लगभग रेडी भइसक्यो। यसलाई मजाले पाकिसकेको छ। मैले मजाले चलाएर हाम्रो गाभाको तरकारी चाहिँ यसरी तयार हुन्छ हेर्नु साथीहरू। अनि मैले अर्को भाँडामा राख्दैछु। हाम्रो गाभा कर्कलो रेडी भयो।